घर जग्गा वा रियल इस्टेटको कारोबारको नेपालको वर्तमान अवस्था कस्तो रहेको छ र यसले सरकारको रेभेन्यूमा कस्तो असर पारेको छ त्यसको बारेमा हामी यो भिडियोमा चर्चा गर्नेछौँ। कारोबारको संख्याको आधारमा मध्य प्रदेश र लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै घर जग्गा कारोबार भएको छ भने कर्णाली र सुदूरपश्चिममा सबैभन्दा कम कारोबार भएको छ। महानगर तथा उपमहानगरपालिकामा 5 देखि 10 आना क्षेत्रफल भएका प्लटहरू चाहिँ सबैभन्दा धेरै कारोबार भएको देखिन्छ। 2070-78 देखि 2081-82 सम्म घर जग्गा कर्जा 72.41% ले र आवासीय कर्जा 61.55% ले वृद्धि भएको देखिन्छ। अब यसबाट हुने सरकारको राजस्व संकलनको कुरा गर्दा 2078-79 को फर्स्ट क्वार्टरसम्म 23.7 अर्ब बराबरको राजस्व संकलन भएको थियो र जुन घटेर 2079-80 को फर्स्ट क्वार्टरमा 8.9 अर्बमा पुगेको थियो। तर यो बिस्तारै सुधार भएर 2081-82 मा करिब 15 अर्ब बराबरको राजस्व संकलन भएको देखिन्छ। अर्थात यहाँबाट चाहिँ क्लियरली के देखिन्छ भने नेपालमा अहिले घर जग्गाको कारोबारमा पनि सुधार हुँदै गएको छ।